गाइस अब हामी यस्तो उकालो बजाएको छौँ हैन यस्तो उकालो हो यहाँ अबि फेरि आउँछ के हे यार साथी न्युरो भाजस के हेर्नु यत्रो पोको हुँदा हुँदै नि न्युरो भन्छ के यार भिडियोमा पनि टिपिरा दिएको गोदाले तिमी वहाँबाट स्पिडमा आएर चढ चढाउन सक्नु पर्यो नि हेरे अब न्युरो अब हेरे यसको नि सकिन्न के यस्तो न्युरो हाल्छ यार ओए न्युरो हैन यार हो के यो न्युरो हुन्छ अबिको लागि न्युरो अरे फेरि यस्तो न्युरो रे छि यार तिमीले गर्दा चढ्दैन भनेको हो चढ्दैन भनेको हेरे 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 अब सकेन के हेरे गाइस देवर म चल्छु त्यो साइकल किन हेर सक्छ कि सक्दैन भने माथिसम्म सकेन ओ सकेन छि एकचोटि मोटर हान्दिम छि त अन्नी हैन के त म पनि सक्दिन एउटा बुढीमा तिर दुईजना बुढीमा यहाँ घाँस काटेर आउँदै अभिक दिँदा एकचोटि मोटर हान्छु तेरो साइकलमा हुन्न विवेक दाइ यो पछि कि हामी तल आउने बेलामा भ्लग बनाउनु हैन तल आएको भ्लग बनाउनु अनि फेरि हजुर पनि बस्नु के त्यति बेला हुन्छ मा म चल्छु न अहिले फेरि अर्को त ड्यान्डेल बिरेको अर्को अहिले आउने बेलामा चाहिँ हजुरले बस चलाउनु अनि म बस्छु हुन्छ ओए कहाँ कोही हिँड्नु नि फेरि दुईचोटि जाने हो के दुईचोटि ओरो दोरो गर्ने एकचोटि हजुरले एकचोटि मैले ल हुन्छ आऊ त ल हुन्छ ल ढुक्क है अभिकको साइकल त अभिक नै हो नि यार होइन नि अभिकले त त्यो साइकल त तेरो होइन ओके यार एकचोटि गर्नु त ल गाइजहरू हेर्नु है त अभिकको टायर उठ्छ हेर्नु है कि यस्तो उडे धेरै उहिले हान्दै क्या त उकालोमै ल फेरि अभिक फेरि यो आफै हो गोर साइकलमा फेरि अभिको त स्कुटर नतान्नेको लागि अभिक त डुप्लिकेट रहेछ क्या भनेको होइन म्या उर्जिन आएको त तानिहाल्छ के 20 हरेको त तान्थ्यो के अर्को यो ब्रेक हारे अनि प्रिलोड अफ हान्दियो होइन दुईटा अन हान्दियो वा कुद्दै अब सकिँदैन त के अब म विवेक दाइले बसाउँछु यहाँबाट अनि भ्लग बनाउँदै है ओके ल म एकछिनमा यो साइकल आइसको साइकलमा बस्छु गाइजहरू सानो साइकलमा बस्छु म यो अभिक त एउटा बाहना बनाउँछ कि बिग्रियो भने बाहना बनाउँछ अनि आफ्नो साइकलमा चाहिँ बस्छ विवेक दाइ र म बस्छौँ होइन ल वे अभिक ला त न्यु समात मुला न्युरो पैसा समात्ने मुला मोबाइल पैसा समात्ने म ब्रेक लादेको थिएँ ल एकचोटि झ्याउको बाटो देखाइदिनु झ्याउको बाटो ब्रेक लगाइदिनु एकैछिन आइदेऊ न ब्रेक लगाइदिनु कोन उताको ब्रेक उताको यताको हे ब्रेक लानु म छोडै ब्रेक दिनु मोबाइल यता यसले म हाल्दिन्छु ल अब चाहिँ हामी खै हट्नु त अब चाहिँ हामी होस् बाटोबाट एउटा दुईटा लोड लिएर म एउटा अनि यहाँ अर्को लाँदै एकछिन अभिक दाइ हुनुहुन्छ होइन देऊ म सोच्छु ल एकछिन है ल गाइज यस्तो बिरालो बाटो हो गाह्रो हुन्छ अभिक जा पहिला ल होइन अभिक जान्छ पहिला ल अगाडि जाउँ न हामी आइहाल्छौँ कि राम्रोसित समाधायो फेरि म खसाला ल कोतापट्टि जान लाग्यो ए हामी जाने रे पहिला हामी जाने समय पो तपाईँ ल गाइज हामी आज जाँदै हौँ छोड ब्रेक छोड अबी छोड क्यों हजुर म ब्रेकले लागेन हेर म ब्रेक अठाइरहेको गाह्रो ल अब चाहिँ म ओए रोक्यो पहिला म माथि जान्छु है होइन तिमीहरू सँगसँगै आउँछ पहिला अभिक जान्छ है ल के हुँदै के पहिला अभिक माथि जान त आउन म तिम्रो टायरहरू पनि खाइदिन्छु कि यस्तो कस्तो भयो भनेर ल मलाई देऊ त तिर्खला
गोप 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 ओ गोप 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 ओए ल छिटो छिटो एकदा छिटो पहिला विवेक दाइलाई माथि जान सकेन ऊ अर्को ग्याङ आयो अर्को साइकलहरू आयो गाइस हेर्नु न टायर हेर्नु न कसरी चलायो ओए अबे ओए के यस्तो हेभी ड्राइभर यार यसको झन् ग्रिपै छैन कसरी चढा ऊ के हो गाइस यस्तो अब के अरे विवेक दाइले आउनु त अब हेर्नु ऊ टायर त उड्दिन्छ त ल एकछिन म यतापट्टि आउँछु ल बन्द गर्न भिडियो किन बन्द गर्न छिटो विवेक दाइ यहाँ अर्कोले टायर उडाउन खोज्यो के अरे विवेक दाइ रे गाइज विवेक दाइले पहिला जानुहुन्छ अरे अहिलेको लागि अबि यहाँ बस्छ अरे जानु छिटो सकेन कि मैले जस्तै गर्नु पऱ्यो मैले झन् यति त भयो नि सकेको थिएँ नि है वे पेल्दिनँ चिप्लिने बाले भएन सक्नु पऱ्यो कि त्यही हो एकछिन वे ल वे कसरी अम्ममा रोकिन गाइज यत्रो साइकल फस्यो नि यहाँ अब हेरे हो त्यो हेरे ओइ जाला यार त्यो त जाला यार कस्तो प्लेन आएको हो र यार है ल एउटा पुग्नु ल विवेक दाइ पुग्नु भयो एकछिन है ऊ त्यहाँ पुगिसक्नु भयो ल अब चाहिँ हेरौँ है यहाँ हाम्रो अर्को साइकलहरूको हेरौँ है माथि जान यहाँ नबस के म देखाइदिन्छु कि यहाँ सजिलो ल आउन त ल यही डाउन युरो म समातिदिन्छु त्यो कस्तो ननिक्लेको त भने ल मलाई पो हान्न खोज्यो है म बस्ने बाँकी है थाहा होला नि विवेक दाइ हेमा पहिला आऊ त माथि न्युरो यत्रो पोको भइसक्यो म अझै न्युरै भन्दै बस्छ सकेन है ल तान्देऊ त ल आफ्नो फुल पावरमा नभए के हुन्छ त स्पिडमै आएको के माथि जान एकदम ल आऊ है त ल होइन त्यहीँ बस यी चप्पल फुत्के चप्पल ठुलो भयो के ओए त्यता नजाउनु हो त्यही बस है घुमाऊ दुइटा ब्रेक लगाएर ट्राई गरेँ यार फेरि गाइज हेर्नु त ऊ त्यहाँ ऊ यत्रो टायरको निशानी यत्रो टायरको लो गयो के ब्रेक लाउन के गर्नु धन्न मरेन त्यो ल हेर म अर्को बाउलाई आयो ल फस्यो कतिमा तिमीले त कतिमा चलाऊ र हेर हेनौ ल अब त सकिन्छ होला नि है ल अब त सकियो ढुक्क हो ओइ राम्रोसी भन्दा भन्दै ट्राई गर नि त मलाई के भएर कता पहिला म बस्छु होइन विवेक दाइले तल जान दिउँ है पहिला अनि त्यसपछि फेरि माथि आउने के हुन्छ पहिला म बसेपछि बल्ल म बस्छु अनि तल आउने अबिको साइकलको ग्रिप नभएर हो के क्यामेराम्यान लिएर आएको के अरे उसको अरे साइकल चलाउँदै बस्यो क्यामेराम्यानधरि लडियो उहिले हान्न कोसिस गरिरहेको थियो यो समाता त म ट्राई गर्छु देऊ त समाता न म ट्राई गरिदिन्छु ढुक्क समाता त यो ढुक्क ल गाइस म दामी लडेँ भोलि बिहान ल गाइस म दामी लडेँ उड्यो Oh guys!